लगानीको दुनियाँको एउटा यस्तो रहस्य जसले हाम्रो सफलताको परिभाषालाई नै चुनौती दिन्छ। मर्गन हाउसेलको चर्चित किताब द साइकोलोजी अफ मनीको एउटा यस्तै रोचक अध्यायको बारेमा आज हामी कुरा गर्नेछौँ। यो अध्यायको मुख्य विचार नै एकदमै अनौठो छ। यसले भन्छ सफल हुन सधैँ सही हुनुपर्छ भन्ने छैन। वास्तवमा आधाभन्दा बढी समय गलत भएर पनि ठूलो सम्पत्ति कमाउन सकिन्छ। अब यो कुरा सुन्दा अलि अपत्यारिलो लाग्न सक्छ। यसलाई अझ गहिरोसँग बुझ्न आउनुहोस् हेन्स बर्गग्रोएन नामका एक कला व्यापारीको रोचक कथा सुनौं। बर्गग्रोएनको सफलताको कथा कुनै फिल्मको जस्तै छ, तर उनको तरिका अचम्म लाग्ने गरी सरल र शक्तिशाली थियो। उनले के गरे भने ठूलो संख्यामा कलाकृतिहरू किने। उनलाई राम्ररी थाहा थियो कि तीमध्ये 99% त खासै मूल्य हुँदैन, तर बाँकी रहेको त्यो केवल 1% कलाकृति जसमा पिकासो र मातिस जस्ता कलाकारका काम थिए यति मूल्यवान निस्किए कि त्यसले उनलाई अर्बपति बनाइदियो। बर्गग्रोएनको यही सफलताले हामीलाई वित्तको एउटा गहिरो अवधारणातिर लैजान्छ, जसलाई टेल इभेन्ट्स भनिन्छ। अब यो टेल इभेन्ट्स भनेको के हो? सरल भाषामा भन्नुपर्दा केही गिने चुनेका ठूला सफलताहरूले सयौं सानातिना असफलताहरूलाई पनि सजिलै ढाक्न सक्छन्। अब यो कुरा पत्याउन अलि गाह्रो लाग्छ होइन त? किनभने हामीलाई लाग्छ धेरैजसो कुराहरू सफल हुनुपर्छ, तर वास्तविकता के हो भने धेरैजसो कुराहरू असफल हुनु एकदमै सामान्य हो। हामी प्राय सफलतामा मात्रै ध्यान दिन्छौं, त्यसैले यो कुरा बिर्सिन्छौं। अनि सोच्नुहोला, यो त कलाको दुनियाँको कुरा भयो। तर होइन, यो नियम त जताततै लागू हुन्छ, चाहे त्यो व्यापार होस् वा लगानी। वाल्ट डिज्नीलाई नै हेरौँ न। उनले 400 भन्दा बढी कार्टुन बनाए र तीमध्ये धेरैसोले पैसा डुबाए। तर एउटै 83 मिनेटको फिल्म स्नो वाइटले कम्पनीको सबै ऋण तिरेर इतिहास नै बदलिदियो। अब लागौं अझै जोखिमपूर्ण क्षेत्रतिर। स्टार्टअपमा लगानी गर्ने भेन्चर क्यापिटलको दुनियाँमा त यो कुरा झनै स्पष्ट देखिन्छ। 21,000 वटा भेन्चर लगानीहरूमध्ये 65% लगानी त सिधै डुब्छन्। तर कमालको कुरा के छ भने तीमध्ये केवल 0.5% लगानीले 50 गुणा वा त्योभन्दा बढी नाफा दिन्छन्, र यही सानो हिस्साले पूरै उद्योगको अधिकांश नाफा धान्छ। अब धेरैलाई लाग्न सक्छ यो त खाली जोखिमपूर्ण लगानीमा मात्रै होला, तर अचम्मको कुरा के छ भने यो नियम सामान्य स्टक बजारमा पनि ठ्याक्कै लागू हुन्छ। सोच्नुस् त, सन् 1980 देखि यता रसेल 3000 इन्डेक्समा रहेका ठूला कम्पनीहरूमध्ये 40% त कहिले नउठ्ने गरी डुबेका छन्। र यो चार्टले देखाए जस्तै चाहे त्यो टेक कम्पनी होस् वा सामान्य बिजुली पानीको, यो वास्तविकताबाट कोही पनि बचेको छैन। त्यसो भए प्रश्न उठ्छ, यति धेरै कम्पनीहरू डुब्छन् भने समग्र बजार कसरी माथि जान्छ त? र जवाफ एकदमै अचम्म लाग्दो छ। बजारको लगभग सबै नाफा केवल 7% टप कम्पनीहरूबाट मात्रै आएको रहेछ। ल, यत्रो कुरा बुझेपछि अब हामीले के गर्ने त? यसबाट लगानीकर्ताले के सिक्न सक्छन्? आउनुहोस् हेरौँ। ठूल्ठूला लगानीकर्ताहरूलाई यो रहस्य थाहा छ। वारेन बफेटकै कुरा गरौँ न। उनले 400-500 स्टक किने होलान्, तर उनको लगभग सबै सम्पत्ति केवल 10 वटा लगानीबाट बनेको हो। जेफ बेजोस त जानी ठूला असफलताहरूलाई अँगाल्छन्, किनभने उनलाई थाहा छ कि एउटा AWS जस्तो सफलताले सबै घाटा पूर्ति गर्छ। नेपोलियनको यो भनाइले लगानीको मनोविज्ञानलाई ठ्याक्कै समात्छ। असली क्षमता भनेको बजारमा आतंक र डर छाएको बेला शान्त रहन सक्नु हो। त्यसैले असली कुरा के हो भने वित्तीय सफलता सधैँ सही हुनुमा होइन, बरु जब बजारमा डर र अवसरको माहौल हुन्छ त्यति बेला कस्तो व्यवहार गरिन्छ भन्ने कुरामा निर्भर गर्छ। त्यसैले केही कुराहरू मनमा राखौं। धेरैजसो प्रयासहरू असफल हुनु सामान्य हो। एक राम्रो लगानीकर्ता पनि आधा समय मात्रै सही हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, खराब वर्षहरूमा टिक्न सक्नु नै केही असाधारण वर्षहरूको फाइदा उठाउने एकमात्र तरिका हो। अन्त्यमा फेरि त्यही कुरामा फर्क्यौं। आधा समय गलत भएर पनि भाग्य बनाउन सकिन्छ। तर मुख्य प्रश्न यो हो, के ती केही सफलताहरू फेला नपरुन्जेल हामी असफलताहरूलाई सहन गर्न सक्छौं?